आमा चाहिँ नेपालको सल्यानी परे है, बाउ चाहिँ यिनीहरूको प्योर इन्डियन पर्यो। अनि यिनी बच्चाहरू चाहिँ आधा नेपाली भए, आधा चाहिँ इन्डियन भए। अनि यिनीहरू दुईवटा देशको मिक्सअप भएर जन्मेका सन्तानहरू हुन् है, क्रस ब्रिड भनौँ न। अनि यिनीहरूले चाहिँ आज किचन गार्डनिङ गर्ने रे। किचन गार्डनिङ गर्दा बेला मैले यिनीहरूलाई खन्न लगाएको। खनिसकेपछि यिनीहरूले धनियाँहरू बिच्दैछन्। तपाईँहरूलाई मेरो भिडियोहरू राम्रो लाग्छ भने सब्सक्राइब, सेयर, लाइक गरिदिनु होला। म यता नेपालीहरूको लाइफस्टाइलहरू सेयर गर्नेछु तपाईँहरूसँग। तर तपाईँहरूले चाहिँ यसको लागि मलाई धेरै माया गर्नुपर्छ अनि पो पोसिबल छ। अब भिडियो नै लाइक, सेयर, सब्सक्राइब गरिदिनु भएन भने अनि मन पनि लाग्दैन नि त, काम गर्ने जाँगर पनि हराउँछ नि त होइन। अनि म तपाईँहरूकै आफ्नै सल्यानी त हो नि, नेपालकै त हो नि। अनि तपाईँहरूले हेल्प गर्नुपर्छ है। अनि भेट होला तपाईँहरूसँग नेक्स्ट भिडियोमा। हस् त, ओके, बाई बाई, टिल देन टेक केयर।